हामीले चाहिँ धेरै पहिलादेखि यो कलर एक्सचेन्ज गिफ्ट सबैजनाले खेला देखेर खेल्न खोजिरहेको थियौँ होइन, टाइमै मिलेको थिएन। अब आज खेल्न जाँदैछौँ, ल हेरिदिनु होला है त लास्टसम्म। हामीले चाहिँ कतिवटा कलर छ अरे? 12वटा कलरको खेल्दैछौँ है त एक्सचेन्ज गेम। ल सुरु गरौँ। ल तिमीबाट सुरु गर। कुन कलर? तिमीले कलर भन। पिङ्क। पिङ्क? र म पिङ्क त माथि नै छ मेरो, होइन भर्खर हेरेर राखेँ। ल पिङ्क है? पिङ्क तपाईँको फेभरेट। जन्सन बेबी। खोलेर देखाउनु पर्दैन? ए खोलेर देखाउनु पर्छ। कति राम्रो पिङ्क। पिङ्कै यस्तै थियो फोटोमा पिङ्क, म त लाइट पिङ्क त सोच्दिनँ। मेरो पालो लाइट ब्लू। लाइट ब्लू स्काई ब्लू। स्काई ब्लू को भेरी युजफुल छ के होला? गेस। एकदम धेरै युजफुल डेली लाइफमा। आजभोलि त नभई नहुने भाषा। ल के हो? खोइ टाउको बनाउने हो त्यसलाई भाइले खालि कपाल भुत्ताले गर्छ मसाज गर्नु। ल अब तिम्रो पालो। ब्ल्याक। ब्ल्याक के छ हौ? यता राख्नु पर्यो त, खोज्नुपर्छ। ब्ल्याक छ लास्टैतिर छ क्या हो? भेट्यो ब्ल्याक चाहिँ यस्तो छ है। यो चाहिँ ब्ल्याक काँटा र प्यान्टहरू। यो चाहिँ अर्को कलर चाहिँ मेकअप गर्न। थ्याङ्क यू ब्रस। अब कुन कलर? अब ग्रिन कलर माथि नै देखियो त त्यही भएर। ग्रिन एकछिन। ग्रिन दुईटा थियो दिदी, के हो कि? ग्रिन एउटा थियो, ब्लू चाहिँ दुईटा थियो। प्यारोट कलर जुन ग्रिन भयो नि, एउटा मात्रै ग्रिन छ त्यही भएर। ल दिदीलाई ग्रिन बोतल पानी खान गर्मीमा, जाडोमा चाहिँ थर्मस हुन्छ, गर्मीमा चाहिँ लेज भाइको फेभरेट। अब मेरो पालो हो। एउटा छैन अर्को ग्रे हो कि के वाला? ग्रे? ल ग्रे कलरको चाहिँ यो स्यान्डो भित्र लाउने। ग्रे क्रपल ग्रे। थ्याङ्क यू। टावेल हेयर टावेल रहेछ। वाला भयो। अर्को कलर त यो ल ब्राउन। ब्राउन त भेरी युजफुल, भेरी युजफुल छ है यो चाहिँ। भेरी चाहिएको अनि ल मागे गरेर सुने हो र मैले एक ल्याइदिएँ। थाहा छ यो हट ब्याग। चार्जर पनि छ है। थ्याङ्क यू। दिदीलाई ग्रे ह्याङ्की र सक्स। थ्याङ्क यू। अर्को कुन भन्नुभयो? अब तिम्रो पालो। अब कुन थियो? वाइट त खोल्नुपर्छ। वाइट चाहिँ यो स्यान्डल, गर्मीमा लाउने स्यान्डल। थ्याङ्क यू। कति राम्रो? 37 होइन साइज? 37 हो है। 37 जस्तो लाग्यो। एकदम होम ट्युसन पढाएर धेरै पैसा जम्मा गर्नलाई। थ्याङ्क यू। पर्स, मेरो पर्स ठुलो भएर ब्यागमा नअटेर बोक्ने नै गरेको थिएन, ठिक्क भयो। अब कुन कलर? कुन कलर बाँकी छैन? ए केही नभेटेर किनेर कलर येल्लो। येल्लो त केही छैन। येल्लो कलरको त मलाई केही नै मन परेन बजारमा। येल्लो ल यो वाला येल्लो है। ल यो पनि येल्लै त हो नि, होइन र? कुनै येल्लो नभेटेर येल्लो किन? दिदीलाई येल्लो केही नपाइने। यो पनि मैले देखाएको थिएँ, मलाई येल्लो कलर चाहिँ राम्रो नलाग्यो क्या। अनि मेरो है अब पर्पल यो नेटवाला सक्छ र यो। ल पर्पल दिदीलाई। थ्याङ्क यू। टिस्यु। अब अर्को अब के छ बाँकी? कुन कलर बाँकी छ? ए ब्लू बाँकी छ नि, डार्क ब्लू। ब्लू चाहिँ डार्क ब्लू है। अड्किन्छ डार्क ब्लू है। यो चाहिँ टी सर्ट आउटर हो। आउटर गर्मीमा टी सर्ट बाहिर लाउन मिल्छ, कलेज जाँदा
थ्याङ्क यू ब्लू दिदीलाई ए थ्याङ्क यू कलर चाहिँ यस्तो यो वाला हो। भित्र अर्कै कलर छ यो हेर्नु त। वाला। भित्र हेर्नु ए ठिक छ ब्लू नै त हो नि ब्लूको नि पाउन गाह्रै हुने रहेछ मन नपर्ने। अब अर्को कुन भन्छ अब दुईटा मात्रै मेरो बाँकी खाना? होइन अब ओरेन्ज ओरेन्ज पनि नपाएकै कुरा हो ओरेन्ज ओरेन्ज नपाके ओरेन्जको ल दिदीलाई लोसन थ्याङ्क यू बडी लोसन यो त ब्राउन ब्राउन छ है तर यो चाहिँ ओरेन्ज कलरको नपाएर फेरि त्यही ऐनाकै स्यान्डो किने ठाउँमा डबल गएर फेरि त्यही किने पाउँदै पाइएन ओरेन्ज कलरको राम्रो केही अब एउटा रेड त होला नि बाँकी रेड बाँकी हो रेड ल यो रेड रेड चाहिँ दिदीलाई थ्याङ्क यू त्यसमा चाहिँ उ छ पाइन्छ रेड कलरको सक्यो हाम्रो गेम ल थ्याङ्क यू हेरिदिनु भएकोमा हामीले स्टप